गृहमन्त्री सुदन गुरुङले हिजो राजीनामा दिनुभयो। त्यो राजीनामा किन दिनुभयो त्यो कुरो त तपाईँहरू सबैले थाहा छ। अब नैतिक प्रश्न त उठ्यो, मिडियाले पनि उठायो, यत्रो पैसा कहाँबाट आयो, अनि त्यो साँठगाँठ उसँग भएको के हो यो कुरा चाहिँ चित्त बुझ्दो जवाब चाहियो भनेर चाहिँ उसले त क्वेसन गर्ने उसको त अधिकार पनि हो र उसले स्वाभाविक रूपमै गर्छ। आफ्नो अधिकार प्रयोग गर्नको लागि वा उसको काम, उसको धर्म, उसको स्वधर्म निभाउनको लागि पनि उसले प्रश्न गर्छ। अकर्डिङ टु रासोपा समर्थक एउटा झोले ग्रुप थियो, झोले ग्रुपले पनि क्वेसन उठायो। गृहमन्त्रीमाथि नैतिक प्रश्न उठिसकेपछि त्यो पदमा बसिराख्नु कुनै आवश्यकता छैन र त्यो पदमा बसिरहँदाखेरि अनुसन्धानलाई प्रभावित पार्न सकिन्छ। विगतको सिनारी हेर्दाखेरि त अनुसन्धानमा प्रभाव परेको पनि देखिएको छ। त्यही भएर ल अब अनुसन्धानलाई प्रभाव नपारौँ, नैतिक प्रश्न उठेपछि हाम्रो नैतिक जिम्मेवारी पनि हुन्छ कि म राजीनामा दिन्छु भनेर चाहिँ गृहमन्त्रीले राजीनामा दिए। हिजोको दिनमा हामी नै भन्थ्यौँ नि त, क्वेसन उठ्दाखेरि पनि पुराना पार्टीहरूले त चिप्केकै हुन्थ्यो। त्यही भएर त हामी गाली गर्थ्यौँ, त्यही भएर त उनीहरूलाई छोडेर रासोपालाई चुनेको जनताले। भन्नुको मतलब त राम्रो नराम्रो भन्ने कुरो यहीँबाट देखिन्छ नि त, क्लियर कुरा। जो नैतिक प्रश्न उठ्दाखेरि पनि अथवा जेसुकै होस् पद छोड्दैन, ऊ नराम्रो थियो हिजोको दिनमा। अब अहिले पनि त्यही गर्यो भने त ऊ पनि नराम्रो हुन्छ नि त। गृहमन्त्रीले जे गर्नुभयो त्यो एकदम राम्रो गर्नुभयो। अनुसन्धान हुन्छ निष्पक्ष रूपमा, अनुसन्धान गर्ने निकायले आफ्नो काम गरिरहेको हुन्छ। दोषी हुनुहुन्छ भने कारवाही हुन्छ, दोषी हुनुहुन्न भने भोलिको दिनमा मजाले निस्किनुहुन्छ बाहिर। के मतलब कसैले सरोकारको विषय नै भएन। तर एउटा ग्रुप छ जो रासोपाभित्रकै ग्रुप हो। हिजोको दिनमा गृहमन्त्रीमाथि प्रश्न उठ्दाखेरि पनि है ठिक कुरा गरे, यस्तो कुरा नि गर्न मिल्छ। सरकारमा आउनुभन्दा पहिला कमाएको पैसा त्यो त लिगल पैसा हो। त्यो भ्रष्टाचार कसरी भयो? जसरी कमायो सरकारमा आएपछि राज्यको ढुकुटी प्रयोग गरेर भ्रष्टाचार गरे भए चाहिँ ऊ भ्रष्टाचारी हुन्थ्यो, अनि क्वेसन गर्न मिल्थ्यो। मन्त्री हुनुभन्दा पहिले उसले कमाएको, मन्त्री हुनुभन्दा पहिले उसले सुन किनेको, मन्त्री हुनुभन्दा पहिले उसले जग्गा जमिन जोडेको, अनि त्यो माथि चाहिँ प्रश्न गरिदिने भनेर एउटा ग्रुपले गाली गर्थ्यो। त्यही ग्रुप छ अहिले जुन हिजो सडकमा पनि आउनुभयो। उहाँले भन्नुभयो गृहमन्त्रीको राजीनामा फिर्ता पाउनु पर्यो, यो गलत भयो। गृहमन्त्री सुदन गुरुङ हिजो पनि सही हुनुहुन्थ्यो, अहिले पनि सही हुनुहुन्छ भनेर एउटा ग्रुपले आन्दोलनै गरेको थियो हिजो पनि, सम्भवतः आज पनि होला। तपाईँ के भन्नुहुन्छ त्यो ग्रुपलाई? म त के भन्छु भने त्यो ग्रुपलाई चाहिँ ओरिजिनल घन्टे ग्रुप भने त्यो हो कि जसले हिजो पनि सुदन गुरुङलाई भगवान मान्थ्यो, अहिले पनि भगवान मानिरहेको छ, अब भोलि पनि मान्छ। बाबा भक्त त बन्न पाएँ नि, भगवानै मानिसकेको छु भने त भगवान दोषी हुँदैन कहिले पनि। भगवान त भगवानै हो भनेको नो क्वेसन। ओरिजिनल घन्टे भने चाहिँ उहाँहरू नै हो कि। म आज भेट्छु उहाँहरूलाई गएर, म पनि जिन्दाबाद भन्छु।